तपाईले सुरुमा चाहिँ निश्चय क्षेत्र तोडेर प्रहरीले के भन्यो सुरुमा सुरुमा चाहिँ झन्डा खोज्छ हाम्रो त्यसकारणले तपाईहरु बीचमा हामीलाई प्रहरीलाई अलिकति प्रहरीको काम कारबाहीमा हुन सक्छ यो हैन हेरौँ
खुट्टामा अरू बसेर एउटा छ मान्छे घाइते भइरहेको छ हेर्नुहोस् यो तपाईँको यो चाहिँ जुन प्रचण्डका मान्छेहरू तपाईँको चाहिँ बाहिर फाल्टु मान्छेहरू तपाईँको भित्रभित्र 8-10जना मान्छे ल्याएर यो आन्दोलन चाहिँ हाम्रो चाहिँ शान्तिपूर्ण आन्दोलन है उनीहरूले तपाईँको यो पिछल छिटो बनाइदियो हेर्नुहोस् होइन त्यो पत्रकार मिडियाहरूले यो कुरो बोलाउनु पऱ्यो सुनाउनु पऱ्यो हाम्रो सबले देशव्यापी हेर्नुहोस् त्यो हाम्रो प्रत्यक्ष आँखाले देखेर तपाईँ घरभित्र पुलिस हेर्नुहोस् कारण प्रचण्डको उसले बाहिर मान्छे बनाएर यो गरे यो तपाईँको 10जना चाहिँ तपाईँको तपाईँको चाहिँ गणतन्त्रवादीले घुसिया छ हेर्नुहोस् होइन त्यो कुरा तपाईँहरूले मिडियामा बोलेर भनिदिनु पऱ्यो क्या मान्छे साह्रै घाइते बनायो नि हानिराख्ने यस्तो हुन्छ बात गाह्रो पऱ्यो तपाईँ यस्तो खालको भयो नि तपाईँको नत्र हाम्रो शान्तिपूर्ण आन्दोलन भइरहेको थियो शान्तिपूर्ण चाहिँ हाम्रो कार्यक्रम भइरहेको थियो हाम्रो भाषण भइरहेको थियो तपाईँको चाहिँ गणतन्त्रवादीहरूले प्रचण्डले 10जना मान्छे पठाएको भित्रभित्र पुलिस राखेको छ हजुर भ्रष्टाचारी सरकार मुर्दाबाद भाइ আমরা সুরক্ষা কর্মী